बाटो यो भयो, यो गेट है। अनि यो हाम्रो घर, यो हाम्रो भ्यू। यो अहिले यहाँ माछा पुछ्रे देखिएको छैन यो बादल लाएर, नत्र यो हिमालहरू एकदम स्पष्ट यहाँबाट मजाले हिमालहरू देखिन्छ। यो घरको यहाँ भित्र धेरैले भित्रको हेर्न खोज्नु भएको छ, त्यही भएर म यो घरको भित्रको देखाउँछु आज। यो हाम्रो भित्र यस्तो खालको छ यो घर है। यहाँ चाहिँ एउटा सानो किचन छ, सानो फ्यामिलीको लागि। यतापट्टि यो बाहिरको ढोका पनि भयो होइन, यो झ्याल सानो किचन। अनि माथिको सिलिङहरू हेर्नु होइन, हल भयो। अनि यहाँबाट एउटा सानो बाहिरपट्टिको यो सानो एउटा रुम पनि छ राम्रो खालको, यता एउटा रुम। अनि यता एउटा भित्र मास्टर बेडरुम पनि छ। बेडरुमको यसको अब आफ्नै एट्याच बाथरुम भएको छ होइन। यो भयो, यहाँबाट यो बाहिर निक्लिने ढोका पनि भयो। यो घर यस्तो खालको छ है भित्रपट्टि। यो बाहिरको कोठा, सानो किचन। अनि यो एउटा एक्स्ट्रा रुम। एकदम मजाको। यहाँबाट बाहिरपट्टिको भ्यू त्यस्तै दामी, सब भुइँमा ढुङ्गा छाएको भ्यू। अनि बाहिर बसेर एकैछिन रमाइलो शीतलमा बस्ने ठाउँ पनि छ। यो भयो यहाँको, यहाँ तल झरेर यहाँबाट तपाईँले आनन्दको पार्टी गर्ने ठाउँ, भ्यू हेर्ने ठाउँ हेर्न सक्नुहुन्छ होइन। यहाँ पनि छुट्टै बाथरुम पनि छ। यता बाहिर ओपन सावर लिन मन लागेदेखि ओपन सावर गर्ने ठाउँ पनि छ। यो यताको ढोका।